डाक्टर साहब स्वागत छ यहाँलाई। धन्यवाद। डाक्टर बाबुराम भट्टराई भन्ने बित्तिकै एउटा बोर्ड प्रथम भएको बौद्धिकताको बिम्ब, इन्जिनियरका दृष्टिकोणले पनि एउटा योजनाकारका रूपमा, अर्थमन्त्रीका रूपमा सफल अर्थमन्त्री, काठमाडौँको सडक फराकिलो पार्ने भाष्यकार र निर्माणकार, योजनाकारका रूपमा पनि तपाईँलाई भन्छन्। तर त्यो उज्यालो पाटो हुँदाहुँदै सँगसँगै फेरि तपाईँलाई एउटा असाध्यै अस्थिर राजनीतिज्ञ भन्ने गरिन्छ। त्यो स्वयं तपाईँको आफ्नो व्यवहारले पुष्टि गर्छ। तपाईँको नेतृत्वमा विशेष गरी पुष्पकमल दाहाल प्रचण्ड र तपाईँले मिलेर सुरु गरेको जनयुद्धमा 17,000 को शहादत प्राप्त भयो। तपाईँहरूले खोजेको नयाँ नेपाल त्यो बलिदानीले पनि प्राप्त हुन सकेन। आज पनि तपाईँ वैकल्पिक राजनीतिको एकदेखि अर्को प्रयोग हुँदै त्यो असफल प्रयोग भइसकेको छ र आफ्नो राजनीतिलाई अडियाउनलाई, टेको लाउनलाई मात्रै आफ्नो त्यो अस्थिरता र ढुलमुलपनलाई यहाँसम्म ल्याइपुर्याउनु भएको छ भन्ने आरोप लाग्छ। यो आरोप होइन, एउटा पर्सेप्सन हो र अलिक गलत पर्सेप्सन हो त्यो। यसबारे मेरो भनाइ के छ भने एउटा अस्थिरता भनेको त नियम नै हो। त्यो अस्थिरता चाहिँ नियम हो, स्थिरता चाहिँ अपवाद हो। यो प्रकृतिकै त्यो हो, समाज विज्ञानको हो, मनोविज्ञानको पनि हो। त्यसैले अस्थिरता भनिन्छ, त्यसलाई गतिशीलता भनिन्छ। र गतिशीलता पनि त्यो स्ट्रेट लाइनमा चिज जाँदैन। र एउटा सुरुमै तपाईँले भनिहाल्नुभयो जनयुद्ध गरेर 17,000 को ज्यानको, तर तपाईँले केही गर्नु छैन होइन। नेपालमा जुन परिवर्तन आयो अहिले, नेपाली इतिहासमा पहिलोचोटि नेपाली जनताले आफ्नो संविधान आफै बनाएर सार्वभौम भयो र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्यो। जुन कुरा फ्रान्समा, अमेरिकामा 200 वर्ष पहिले भएको थियो, ढिलै भए पनि हामी त्यो गऱ्यौँ। किनभने हामीले नसके होइन, ढिलो गऱ्यौँ। त्यसै ढिलो गरेको हुनाले, ढिलो बिरुवा राखेको हुनाले त्यसको फल लाग्न बाँकी छ। र त्यसले गर्दाखेरि हामी अलिकति ढिलो भयो कि भनेर चिन्तित भएको हो। तर म चिन्तित छैन, मलाई चाहिँ एकदम गर्व छ। बहुसङ्ख्यक दर्शकले तपाईँलाई देखेको अस्थिर र तपाईँको शब्दको गतिशीलता, त्यो गतिशीलताले तपाईँ माओवादी आन्दोलन त्योभन्दा अगाडि मसालदेखि अहिलेसम्म आउँदाखेरि कहाँसम्मको गतिशीलता भयो त? तपाईँ आफै पनि स्मरण गर्दा शुद्ध अवाक हुन्छ होला नि त। कतिवटा राजनैतिक दलमा आबद्ध भइयो भने त्यसलाई गतिशीलता भन्ने कि अस्थिरता भन्ने? दलहरू भनेका चाहिँ त्यो त निश्चित अभिव्यक्ति मात्रै हुन् तिनीहरू। मुख्य त मिसन के, जीवनको मिसन के भने तपाईँले बुझ्नु पऱ्यो। र तपाईँले के बुझ्नु पऱ्यो, म त 1950s मा म जन्मेको हुँ र 1970s जब म 20s मा थिएँ, सायद मोस्ट अफ तपाईँहरू दर्शकहरू यहाँ देखिरहेको छु, त्यति बेलाको विश्व तपाईँ हेर्नुहोस् त। अमेरिका भियतनाम युद्धमा परेर त्यहाँ झगडिरहेर ठुलो अप्ठ्यारोमा परिरहेको थियो। सोभियत सङ्घ दोस्रो पावर भनिन्थ्यो, त्यहाँ ब्रेजनेभहरू भन्नेहरूको बिचमा यस्तो स्ट्याग्नेसनमा त्यो अड्केर बसिरहेको थियो। चीन जस्तो देशमा सांस्कृतिक क्रान्ति भने ठुलो उथलपुथल जस्तो भइरहेको थियो। भारत जस्तो अर्को ठुलो देश हो, त्यहाँ चाहिँ पनि इन्दिरा गान्धीले इमर्जेन्सी लगाएर ठुलो त्यस विरुद्ध विद्रोह भइरहेको थियो। साउथ अफ्रिकामा लिबरेसन मुभमेन्ट पुरा भएकै थिएन, लेटिन अमेरिकामा मुभमेन्टहरू चलिरहेका थिए। नेपालमा चाहिँ पञ्चायती भन्ने त निरङ्कुशता थियो राजतन्त्रको, त्यसको दलहरू प्रतिबन्धित गरेर उकुस मुकुस थियो। हो त्यो बेलामा संसारभरि जुन एउटा परिवर्तनको लहर आइरहेको थियो, चे गुएभाराहरू जस्ता चाहिँ क्रान्तिकारी बिम्बहरूको जुन एउटा प्रभाव चाहिँ ल्याटिन अमेरिका, युरोप र संसारभरि थियो, त्यसैको परिणामस्वरूप नेपाल पनि किन पछाडि पऱ्यो त? अरू देशमा चाहिँ त्यति अगाडि परिसक्ने हामी चाहिँ 20औं शताब्दीको चाहिँ अन्त्यतिर पनि किन पछाडि भयौँ भन्ने कुरालाई प्रश्न गरेर नै मैले यसलाई बदल्ने अभियानमा लागेको थिएँ। त्यसो भएको हुनाले त्यो सापेक्षमा तपाईँले हेर्नुभयो भने यो पार्टीका नामहरू भनेर हामीले बनाएको त्यो भोलि भत्काएर अर्को बन्न सक्छ। मुख्यतः हाम्रो जुन दिशा हो नि, नेपाल संसारमा किन सबभन्दा पछाडि पऱ्यो? संसारको सबभन्दा पुरानो देश सबभन्दा पछाडि किन पऱ्यो? हो यही प्रश्न। मेरो त्यो पहिले मैले आर्किटेक्चर पढेँ, त्यसपछि मैले अर्बन प्लानिङ पढेँ, त्यसपछि रिजनल प्लानिङ पढेँ। त्यसले के देखायो भनेदेखि चाहिँ यो विकास र अपविकासका कारणहरू हुन्छन्। निश्चित अवधिमा राजनीतिक सुपरस्ट्रक्चरमा परिवर्तन आयो, डेमोक्रेटिक चेन्ज, पिपुल्स पार्टिसिपेसन इन्स्योर भयो भने ती देशहरू छिटो विकास हुँदो रहेछ। तर लामो समयसम्म अटोक्रेटिक सिस्टम, मोनार्किकल सिस्टम रहिरह्यो भने जनताको सहभागिता नभएपछि विकास हुँदैन। यस्ता प्रकारका कुनै पनि हिंसाको समर्थन गर्दैन, चाहे त्यो व्यक्तिमाथि होस्, चाहे भौतिक संरचनामाथि होस्, चाहे व्यक्तिको संरचनामाथि होस् वा सरकारी। म कुनै पनि हिसाबले यो हिंसाको समर्थन गर्दिनँ। तर सत्ताको नेतृत्वको रूपमा, नेतृत्वकर्ताका रूपमा नेपाली राजनीतिको मूल केन्द्रमा तपाईँ हुनुहुन्छ, शेरबहादुर देउवा हुनुहुन्थ्यो, पुष्पकमल दाहाल हुनुहुन्थ्यो। तपाईँ तीन लगायत केहीको
यो बितेको 15 वर्षमा जुन खालको गतिविधि रह्यो वा तपाईँहरूले जे गर्नुभयो त्यसकारण नै यो परिस्थिति निर्माण भएको हो भनेर ब्लन्टली भनिरहेका छन्। मलाई पनि कताकति हो कि भन्ने लाग्छ। यसमा चाहिँ तपाईँहरूको आफ्नो जिम्मेवारी कतै थिएन यो परिणाम यहाँसम्म आइपुग्नमा? के भएको थियो देशमा? के भएको थियो देशमा? अहिले जस्तै के बाटामा हिँड्न नसक्ने अवस्था थियो? अहिले जस्तै त्रासको स्थिति थियो? तेरो घरमा गएर आगो लगाइदिन्छु भन्ने अवस्था थियो? पत्रकारले लेख्न पाएको छैन, बोल्न पाएको छैन, अर्काले पठाएको आर्टिकल छाप्न पाएको छैन। घरमा गएर ढुङ्गा हानिदिन्छु भन्छ, साँच्चै हान्छ, हानिरहेको छ त। यस्तै अवस्था थियो। यो दण्डहीनताको यस्तै अवस्था थियो। प्रहरी मार्ने, हतियार खोज्ने लुटेरालाई समाउँदाखेरि नसमाउ छोडिदेऊ। घर आगो जलेको छ, कार्यालय आगो जलेको छ, उजुर हाल्दाखेरि उजुरी दर्ता नगर्नु भन्ने आदेश के चाहिँ गर्नु त? तपाईँलाई एउटा कुरा भनौँ, तपाईँको घर कसैले जलायो, तपाईँ सहनुहोला। सरकारले यदि कानुन बमोजिम आगलागी गर्नेलाई, सानो कुरा हो घर आगलागी गर्नु भनेको। कति मान्छे घर, कति घर आगलागी हुँदाखेरि मान्छे मरेका छन्, सम्पत्ति खतम भएको छ, बस्ने कहाँ? मान्छेले जिन्दगीभरि खाएको जागिरबाट कमाएको हुन्छ। यो अर्कै विषय। अब अर्को यो सबैको परिस्थिति निर्माण हुनुमा नेपाली नागरिकहरू नै हो। त्यो सभापति देउवाको घर जलाउन जाने पनि नेपाली नागरिक नै हो, बालकोटमा तपाईँको घर जलाउन आउने पनि नेपाली नागरिक नै हो भन्नेले त के पनि भनिरहेका छन् भने, देख्नेहरूले के पनि भनिरहेका छन् भने काङ्ग्रेसको घर जलाउने एमाले छन्, एमालेको घर जलाउन आउनेहरू काङ्ग्रेस छन्। त्यो त देखिएको पनि छ। म मूल मुद्दामा आउँछु। यो आगजनी गर्ने, तोडफोड गर्ने, नेताहरूप्रति घृणा फैलाउने वा घृणा भाव प्रकट गर्ने यो परिस्थितिको जग निर्माण गर्ने त फेरि शीर्ष तहको राजनैतिक नेतृत्व नै हो वा यसबिचमा बनेका हरेक सरकारहरू नै हो भनेर भन्दा त्यहाँ के गलत भयो? के भएको थियो? आगो लाउनु पर्ने, सिंहदरबार आगो लाउनु पर्ने, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आगो लाउनु पर्ने, नलाइ नहुने, सिंहदरबार आगो नलाइ नहुने के गरेको थियो? शेरबहादुर देउवाले के गरेको थियो? केपी ओलीले के गरेको थियो? या तपाईँ प्रधानमन्त्री हुनुभएको बेलामा संसदमा उभिएर पुष्पकमल दाहालले यो देश बङ्गलादेश बन्छ भनेर घोषणा गर्नुभएको होइन? गर्नुभएको थियो, उहाँ तयारीमा हुनुहुन्थ्यो त्यसको, र उहाँका लडाकुहरू खटाउनु पनि भएको त्यो यथार्थ हो। थाहा रहेछ तयारी रहेनछ, उहाँ भन्दै हुनुहुन्थ्यो। तर यति ठानिएन कि अब उहाँ जतिको एउटा राजनीतिज्ञले यस्ता खालका क्रियाकलापलाई प्रोत्साहन गर्छ र सहभागी आफै हुन्छ, या आफ्ना मान्छेहरूलाई उहाँ आफै सहभागी भए जस्तै त हुने, आफ्नो मान्छेहरूलाई पठाएको छ, खटाएको छ। एकजना होइन, दुईजना होइन, अनेक मान्छे छन्, जेन्जी बनाएर पठाएको छ, जेन्जी बनाएर पठाएको छ त, अनि खटाएको छ त मान्छेहरू आगो लाउने ठाउँमा। यी कुराहरू सत्यता, एक खालको सत्यतालाई त्यो ढाकछोप गर्ने। अर्कोतिर के भने केपी ओलीको जिम्मेवारी हो भन्ने। केपी ओलीले आफू जतिपल्ट प्रधानमन्त्री भए पनि एक कार्यकाल जति प्रधानमन्त्री भएको छ, लगभग एक कार्यकाल जति प्रधानमन्त्री भएको छ। मोदीजीले 3 पल्ट चलाइराख्नु भएको छ। त्यहाँ कुनै यस्तो के भने धेरै भयो भनेर त कुरा उठाएको छैन। अनि पुरानो नेतृत्व भयो भनेर पुरानो र नयाँ के काम गर्न सकेन, गर्न सक्दैन भन्ने कुरा त हो। मेरो समयमा के भएन? कृषिको आधुनिकीकरण भएन? त्योभन्दा अगाडि कहिले भएको थियो कि मेरो समयमा कृषिको आधुनिकीकरण भएको थियो? अर्को औद्योगिकरण कति भएको थियो? पूर्वाधारको विकास कति भएको थियो? बाटाघाटा, पुल, एयरपोर्टको स्तरोन्नति, नयाँ एयरपोर्ट के भएको थियो? त्यसमा पनि भ्रष्टाचार छ भने छानबिन गरे भने म आफै पनि गराउँदै थिएँ त, छानबिन गरिरहेको थियो, अख्तियारले गराउँदै थियो। अब मेरो स्वभाव के हो भने म हरेक कुराको आफ्नो ठाउँ हुन्छ भन्छु। अख्तियारले आफूले काम गर्न पाउनुपर्छ। अहिले जस्तो अख्तियार प्रमुखलाई बोलाउँदै यसो गरेर भन्दै, अथवा भ्रष्टाचार के अरे सम्पत्ति शुद्धिकरण निवारण विभाग त्यसलाई बोलाउँदै ल न त्यो केपी ओलीलाई चाहिँ मुद्दा लगाएर फसाउ भनेकै हो त।
अध्यक्षज्यू, सबैभन्दा पहिला म तपाईँलाई कार्यक्रममा अभिवादन र स्वागत गर्न चाहन्छु। धन्यवाद मेरो तर्फबाट तपाईँलाई। म सोचिरहेको थिएँ कि तपाईँलाई कुन नामले सम्बोधन गरौँ भनेर, प्रचण्डजी भनेर बोलाउँ कि पुष्पकमल दाहालजी भनेर बोलाउँ? मलाई मनपर्ने नाम प्रचण्डै भएको छ। मानिसले आफ्नो नाम च्वाट्टै बिर्सिन सक्छ, त्यसबाट सम्बन्ध छट्टै काट्न सक्छ। सम्बन्ध पुरै काट्ने कुरा त मैले भनेको होइन, तर मलाई अहिले आएर चाहिँ मनपर्ने नाम मात्रै मैले भनेको हो। त्योसँग सम्बन्ध पुष्पकमलसँग मात्र होइन, हाम्रो परम्परा अनुसार मेरो नाम न्वारानमा जे राखियो त्योसँग नि मेरो सम्बन्ध त निश्चित रूपमा छ। न्वारानको के नाम थियो तपाईँको? मेरो न्वारानको नाम घनश्याम। जीवनको कुन अवस्थासम्म तपाईँ घनश्याम रहनुभयो, कुन अवस्थामा आएर तपाईँ पुष्पकमल हुनुभयो र कति वर्षदेखि तपाईँ प्रचण्ड हुनुहुन्छ? म मेट्रिक दिने बेलासम्म म चाहिँ न्वारानको नामबाट गएँ, एसएलसी दिने बेलासम्म भनौँ। एसएलसी दिने बेलामा म पुष्पकमल भएँ र पार्टीमा लागेर राजनीतिक रूपले सचेत भइसकेपछि र अगाडि बढ्दै जाँदा म प्रचण्ड भएँ। नामको बदलावले तपाईँको व्यक्तित्वमा कुनै बदलाव आएको महसुस गर्नुहुन्छ? त्यति धेरै गर्दिनँ त्यसो त चाहिँ मान्छेको नाम मुख्य कुरा होइन, उसको चाहिँ माने विचार, उसको चाहिँ माने एउटा आचरण, उसको संस्कार प्रमुख कुरा हो भन्ने लाग्छ। तैपनि फेरि सार र रूपमा कहीँ न कहीँ तालमेल भइदियो भने त्यो सुन्दर लाग्छ। मेरो नजरमा चाहिँ पुष्पकमल भन्नाले जुन शास्त्रीय सुन्दरता यसमा झल्किन्छ, प्रचण्ड भन्नाले यसले राप र ताप देखाउँछ। निश्चितै हो। माने तपाईँले पुष्पकमललाई हेर्नुभयो भने त्यो भित्र अलि सौन्दर्य शास्त्रीयता त त्यसमा छ, एक। दुई, अलिकति त्यसमा आइडियलिस्टिक चाहिँ एउटा भ्यू पनि छ, अलिकति आदर्शवाद जस्तो पनि देखा पर्छ त्यहाँ। र फेरि नेपाली समाज जुन प्रक्रियाबाट गुज्रिराखेको छ, यो प्रक्रिया पुष्पकमलबाट गुज्रिराखेको छैन समाज, त्यो प्रचण्ड भएर गुज्रिराखेको छ।